हेलो एभ्रिवान। आज भने चाहिँ म तपाईहरुलाई यो एउटा पार्सल देखाउँदैछु। यो भने चाहिँ मेरो छोरीलाई मगाइदिएको नि त। अब कस्तो आएको छ तपाईहरुलाई देखाउँछु है। के हो हेर्न सक्नुहुनेछ तपाईले। यस्तो छ हो। तपाईहरुलाई देखाउँदैछु है खोलेर। यो चाहिँ के रहेछ भनेर चाहिँ फ्लिपकार्टबाट मगाइदिएको छोरीको लागि। हेर्नुहोस् त, तपाईहरुले थाहा भयो होला है तपाईहरुलाई यो के हो भनेर। हेर्नुहोस् न, तपाईहरुले चिन्नुभयो होला नि है यो के रहेछ भनेर चाहिँ। र पनि म एकपल्ट खोलेर देखाउँदैछु है कस्तो लाग्छ तपाईहरुलाई। कस्तो आएको छ होला है। कपडा त राम्रो रहेछ हो। हेर्न सक्नुहुनेछ। यो चाहिँ प्यान्ट ठुलो चाहिँ साइजकै आएको छ, उसलाई ठिकै हुन्छ। यो चाहिँ नाइट सुटको प्यान्ट हो। अनि यो चाहिँ माथिको टी सर्ट है। राम्रो क्वालिटीको आएको रहेछ। स्ट्रेचिङ पनि हुँदो रहेछ हो। राम्रो क्वालिटी भने चाहिँ मन पर्यो मलाई। यसको क्वालिटी चाहिँ राम्रो रहेछ हो। यो भने चाहिँ बटनवाला रहेछ, बटन खोलिने। हेर्न सक्नुहुनेछ। हेर्नु न कस्तो राम्रो आएको रहेछ है। यो चाहिँ फ्लिपकार्टबाट अर्डर गरेको हो। राम्रो आएको रहेछ। तपाईहरुलाई पनि मन पर्छ होला सायद हो। मन पर्यो भने तपाईहरुले पनि अर्डर गर्न सक्नुहुनेछ। कस्तो राम्रो रहेछ हेर्नुहोस् त। मलाई पनि हुन्छ यो चाहिँ। मलाई र मेरो छोरीलाई चाहिँ जाने सेमै हुन्छ हो। तर साइज मात्रै अलिकति सानो ठुलो हुन्छ। हेर्नुहोस् न कस्तो राम्रो रहेछ। मन पर्यो भने कमेन्ट गर्नुहोस् ल। लाइक कमेन्ट सेयर गर्नुहोस् है। हेर्नु न कस्तो राम्रो। म तपाईहरुलाई सेटै देखाउँदैछु ल। यो प्यान्ट अनि यो चाहिँ भयो टी सर्ट। प्यान्ट र टी सर्ट। मन पर्यो तपाईहरुलाई। हेर्नुहोस् न, मलाई भने चाहिँ मन पर्यो। कस्तो राम्रो क्वालिटीको रहेछ नि त। सर्ट रहेछ, स्ट्रेचिङ पनि रहेछ, कम्फर्टेबल रहेछ। नाइट सुट। तपाईहरुलाई मन पर्यो भने नबिर्सी लाइक कमेन्ट सेयर चाहिँ गरिदिनुहोस् ल। बाइ बाइ।